जब चुनाव आउँछ नेताहरू जनताको घर दैलो अभियानमा जान्छन्। जब चुनाव जितेर सत्तामा पुग्छन् अनि त्यसैबाट जनतालाई व्यवस्था गर्न थाल्छन्। त्यसैले यो देशमा घन्टीले पनि केही गर्दैन, जस्तो स्वतन्त्रको घन्टीले पनि केही गर्दैन, एमालेको सूर्यले पनि केही गर्दैन, कांग्रेसको रुखले पनि केही गर्दैन। यसर्थ आदरणीय न्यायप्रेमी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, कुनै पनि पार्टीको झोले भएर होइन, यो देशको सच्चा देशभक्त भएर अगाडि बढ्नुहोला। याद राख्नुहोस्, यो देशमा कुनै पनि पार्टीले केही गर्नेवाला छैन। अबको अन्तिम विकल्प भनेकै राजा अनि राजसंस्था हो। यसर्थ आदरणीय न्यायप्रेमी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले घन्टी घन्टी भनेर घन्टी भनेर हामीले घन्टीको तारिफ नगरौँ। किनभनेदेखि घन्टीको तारिफ गरेर मात्रै केही हुनेवाला छैन। यो देशमा जबसम्म राजा अनि राजसंस्था पुनर्स्थापना हुँदैन तबसम्म यो देशमा दिगो शान्ति विकास अमन चैन कायम हुनेवाला छैन। यसर्थ आदरणीय न्यायप्रेमी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, म यहाँहरूलाई विनम्र अनुरोध गर्दछु, यो देशमा राजा अनि राजसंस्था पुनर्स्थापना गर्नको निमित्त लागि परौँ। हेर्नुहोस्, हामीलाई थाहा छ, हामीले एउटा कथा पनि सुनेका थियौँ होला, सायद कतिले सुन्नुभएको छ होला, कतिले सुन्नुभएको छैन होला। हिटलरले एउटा कुखुरालाई समातेर त्यो कुखुराको प्वाँख सबै निकालिदिए र त्यो कुखुरालाई छोडेर हिटलर चारा हाल्दै हिटलर अगाडि बढ्दै गयो। त्यो कुखुरा त्यो चारा टिप्दै हिटलरको पछाडि गयो। हो, हामी नेपाली जनता पनि त्यही भइरहेका छौँ। कुखुरा, भुत्ल्याएको कुखुरा, हिटलरले भुत्ल्याएको कुखुरा बनिरहेका छौँ। त्यो हिटलरले भुत्ल्याएको कुखुरा नबनौँ, किनकि यो देशको जनता हामी जनार्दन हौँ। यसर्थ आदरणीय न्यायप्रेमी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, अब हामीले कुनै पनि पार्टीको सपोर्ट गरेर होइन, राजा अनि राजसंस्था पुनर्स्थापना गरौँ। जय देश, जय नरेश, जय जनता।